यसमा चाहिँ एनाटोमिकल पोजिसन अनि यसको एनाटोमिकल प्लेन्सहरू भनेको हाम्रो शरीर चाहिँ डिभाइड गर्दाखेरि के हुन्छ भन्ने कुराहरू म तपाईँलाई सिकाइरहेको छु। यो चाहिँ हाम्रो रेडियोग्राफीलाई चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। यो चाहिँ रेडियोग्राफीलाई एकदमै इम्पोर्टेन्ट र हाम्रो लाइफभरि सम्म चाहिँ काम लाग्छ। अनि एनाटोमिकल पोजिसन भनेको के हो भन्दाखेरि चाहिँ हामी सिधा उभिएर हाम्रो सिधा उभिनुहोस्, ऐनाको अगाडि तपाईँ उभिनुहोस् र त्यस पछाडि आफूले हेर्नु एकदम सिधा भएर हातहरू दुईटा हात कम्मर ठ्याक्कै तल राख्ने, यसरी फर्काएर दायाँ बायाँ नभएर यता फर्काउने अनि आँखा पनि सिधा हेर्नु पऱ्यो। दुईटा खुट्टा पनि सिधा राखेर उभिँदाखेरि चाहिँ त्यो उभिने पोजिसनलाई चाहिँ हामीले एनाटोमिकल पोजिसन भन्छ। अनि मैले यो पनि देखाएको छु किनकि हजुरहरूले यति मात्र याद गर्नु भने बिचको पनि मिलाएर लेख्न सकिहाल्नु पऱ्यो। यो स्ट्यान्डर्ड फेस फरवर्ड आर्म द साइड भनेपछि हातहरू साइडमा राख्ने, पाम फेसिङ फरवर्ड पाम चाहिँ अगाडि फर्केको हुनु पऱ्यो, फिट चाहिँ जोडेको हुनु पऱ्यो, थोरै खुलेको हुनु पऱ्यो होइन। अनि एनाटोमिकल प्लेन्स भन्नाले सजाइटल प्लेन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ सजाइटल प्लेन डिभाइडेड द बडी इन्टु राइट एन्ड लेफ्ट। हाम्रो शरीरलाई चाहिँ लेफ्ट र राइट चाहिँ काट्दाखेरि लेफ्ट र राइट काट्दाखेरि चाहिँ त्यसलाई चाहिँ हामीले सजाइटल प्लेन भन्छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। यो चाहिँ हाम्रो एनएसपिसी भाइभा एक्जाम एकदम आइरहने कुरा है। यो हाम्रो यता एनाटोमी पनि आउँछ अनि टेक्निकलमा पनि यस्तो कुराहरू युजहरू हुन्छ क्या, त्यही भएर एकदम याद चाहिँ गर्नुपर्छ। अनि मिड सजाइटल प्लेन यो भन्नाले चाहिँ द मिड प्लेन डिभाइड